हाई एभ्रिवान, हजुरहरूलाई स्वागत छ मेरो मिनी ब्लगमा। अनि आजको मिनी ब्लग चाहिँ एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ, किनभने म चाहिँ 3 दिने ट्रेनिङको लागि चाहिँ जब प्लसमा जाँदैछु। अनि तपाईँहरूलाई थाहा पनि छ होला जब प्लसको बारेमा। अनि हाम्रो चाहिँ कम्पनीबाट पठाएको थियो। अनि त्यस पछाडि चाहिँ म जब प्लसमा पुगेँ। अनि यो ठाउँमा चाहिँ म ट्रेनिङ लिनुपर्ने थियो। अनि हामी भित्र पुगिसके पछाडि चाहिँ हामीले के फर्महरू फिलअप गर्नुपर्ने थियो। अनि हाम्रो ट्रेनिङ रहेको छ फर्स्ट एड र सेफ्टी फायरको थियो। ट्रेनिङ चाहिँ 3 दिने हो। अनि त्यस पछाडि हामी चाहिँ इन टोटल 19 जना थियौँ। अनि त्यस पछाडि चाहिँ हाम्रो क्लास चाहिँ सुरु यसरी हुँदै थियो। अनि उनीहरूले चाहिँ सिकाउँदै थियो सिपिआरको बारेमा। अनि त्यसपछि एउटा क्लास सकिसके पछाडि चाहिँ हामीलाई ब्रेक दियो 15 मिनटको। अनि त्यसमा चाहिँ मैले कफी खाएँ। अनि मैले चाहिँ भिडियो पनि लिएँ। अनि त्यस पछाडि फेरि ब्याक टु हामी त्यो रुममा गयो। अनि हाम्रो रुम चाहिँ यो वाला हो, लेक्चर रुममा। अनि त्यस पछाडि चाहिँ जब हामी भित्र पुगिसके पछाडि चाहिँ फेरि त्यो क्लासलाई चाहिँ हामी कन्टिन्यू गर्दै गयो। हुन त हामी सबैजनालाई थाहा है, हामीले पढेको पनि हो फर्स्ट एडको बारेमा। अनि प्रायलाई थाहा कि सिपिआरको बारेमा। अनि अब मलाई चाहिँ आज चाहिँ एकदमै डिटेलले थाहा भयो कि के बेलामा चाहिँ के कुरा के गर्नुपर्छ भन्ने कुरा चाहिँ मैले सिकेँ है। जब हामी कुनै मान्छे डरिरहेको छ भने चाहिँ हामीले अभियसली हामीले एम्बुलेन्स त बोलाउँछौँ नै, तर त्योभन्दा अगाडि नै त्यो मान्छेलाई चाहिँ हेल्प गर्न बचाउनको लागि के गर्नुपर्छ सबै कुराहरू आज मैले थाहा पाएँ। अनि त्यस पछाडि चाहिँ खाजा खाने बेला भयो। अनि खाजा चाहिँ हामीलाई फ्री नै दियो। अनि मैले तुनातिर लिएँ। अनि फेरि खाजा खाइसकेको पछाडि चाहिँ फेरि पनि उनीहरूले चाहिँ बताउँदैछ। अनि उनीहरूले पुरा एक्सन सायद हामीलाई पनि गराएको थियो एक्टिभिटिजहरू हामीले गऱ्यौँ पनि। अब सबै क्याप्चर चाहिँ म गर्न सक्दिनँ भिडियोमा। अनि एकदम धेरै निन्द्रा लागेको थियो। मैले एउटा फेरि एक्सप्रेसो खाएँ। अनि त्यस पछाडि फेरि पनि हामी गयो। 1 घन्टाको बादमा चाहिँ बल्ल बल्ल छुट्टी भयो कि हामी एकदम आत्तिएको पनि थियो, किनभने 8 घन्टासम्म होइन त्यो ट्रेनिङ लिनु भनेको एकदमै गाह्रो। अनि फेरि यो बाटो चाहिँ फुल ब्लक रहेछ। अनि ब्लक भएको कारणले गर्दा बस टाइममै आएन। अनि फेरि 30 मिनट कुरेर म चढेँ। अनि यो चाहिँ झरेको हाम्रो बाटो। फेरि पनि मलाई एकदम हिँड्न अल्छी लाग्यो र फेरि घर नजिकै बस चढेँ। ठ्याक्क बस पनि पाइहालेँ र आजको डे 1 मैले यसरी सकाएँ।